लाज लाग्छ क्या रवि बाबा फेरि सोल्टिनीका लाल त्यति लजाउने सोल्टिनी हेर मेरो सोल्टी तिम्रै त सोल्टी हो नि म चुप्पा खाइदेऊ न चुप्पा रवि ला हाम्रो गयो त अनि जीवनलाई गयो फेरि कता गए मेरो दाइलाई मन परेर यस्तो होइन आफै झर्नु भयो उहाँ लु खाऊ न त आदित्य कहाँ छ त खोइ आदित्य छैन त्यो नमुना चेयर गर न त्यो नमुनालाई ए कल गरेर बोलाउनु त आएन हो र सुतेको होला ए सोफीको एक्स बोयफ्रेन्ड बापरे बापरे सोफीको बोयफ्रेन्ड हो अनि मैले नबुझेको चाहिँ सोफी चाहिँ कुन पार्टीको हो सोफी खोइ एमालेतिर अहिले उयो गर्छिन् बाको सपोर्ट गर्छिन् केपी बा एमाले जस्तै लाग्छ दाइ सोफियालाई मैले धेरै यहाँ एकचोटि भेट्दा पनि मैले सम्झाएको थिएँ मलाई बोलाएका थिएँ एक दिन अनि म गएको थिएँ धेरैचोटि बोलाएर गएको थिएँ अनि के अरे सोफियालाई मैले सम्झाएको थिएँ बिसी बुढा के हो के छ अनि के अरे अहिले ठिक छिन् पहिला गाली बेजती पनि बोल्दै थिए सोफियाले धेरैचोटि मैले गाली गरेपछि अहिले सोचेकी छ सोफिया पनि भिजिलान्थे नि यो ताना ताना सेयर गर छैन म सुन्नुलाई मलाई फलो ब्लग हाल्छ अनि सोल्टी हजुर एउटा कुरा नबुझेको तपाईँहरू लाइफमा बस्नुहुन्छ यो एमाले काङ्ग्रेस भाङ्ग्रेस के बोल्नुहुन्छ तपाईँहरूले बोलेको सुन्छ तिनीहरूले लाइफमा बोलेको अनि मेरो लाइफमा तिमी बोल्दैछौ मेरो लाइफमा तिमीले बोलेपछि के बुझ्नुपर्छ भने हाम्रो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यी शब्द सुन्नुहुन्छ तपाईँको त सुन्नुहुन्छ होइन मलाई थाहा छ तपाईँ त एउटा किनकि सबै चिनेको मान्छे हो है म पनि त्यहीँदेखि युट्युबदेखि चिनेको तपाईँलाई होइन पहिला त लाइक त्यो मुकुन्डा कि भुकुन्डा म थाहा छैन होइन लाइक त्यो त वायत लाग्छ त्यो मान्छे मलाई ताइन तुइको अनि मलाई लाइक अब जान्ने बुझ्ने भनेको तपाईँ हो अनि एउटा पुण्य गौतम हो लाइक थाहा छैन होइन आफ्नो आफ्नो त्यो तर्फ हुन्छ तपाईँहरूको थाहा छैन के हो दुश्मनी होइन अब लाइक राम्रो लाग्छ मलाई बोलेको त्यो गरेको है कहिले हँसाउनु पनि हुनुहुन्छ तर लाइक टिकटकमा एकअर्कामा झगडा गरेर एमालेको पार्टी त ए हो भनेर के हुन्छ क्या हो त्यही सोल्टिनी सम्झाउ सबैलाई यसरी भित्र आफ्नो नेपालीमा झगडा गरेर त्यो गरेर हो एकदम गाली गरेको छ फोटो उठाएको छ त्यो गरेको छ त्यो गर्नु भन्दा त बरु भनेर जाऊ न हो सोल्टिनीले सही कुरा गरे एकदम सही कुरा गरे सोल्टिनी यो यसको विषयमा म हेर 4 वर्षदेखि लडिराखेको छु अब के हुँदो रहेछ भने सोल्टिनी यहाँनेरि अब अहिले माइती घर मण्डलामा भेला हुने अनि त्यहाँ मासु भात खाने जाँड खाने ड्रग्स खाने गाँजा खाने अनि त्यहाँ रविलाई भेट्न जाने भाइरल हुने अर्कोलाई भेट्न जाने भाइरल हुने सिंहदरबारको गेटमा गएर बस्ने कतिखेर कुन मन्त्री निक्लिन्छ त्योसँग अलिकति चन्दा लिने पैसा लिने अनि म तपाईको लागि बोल्छु भनेर बस्ने व्यक्तिहरू सामाजिक सञ्जाल डिजिटल भिखारीहरू आएका छन् अनि फेरि यिनीहरू त्यस्तैमा जान्छन् त्यस्तैमा गएर ट्याप गर्छन् त्यस्तैमा गएर भ्युज बढाइदिन्छन् अनि मैले त्यस्तो व्यक्तिहरूसँग नजाओ यिनीहरू भनेका मासु भातेहरू हुन् जसले जताबाट पैसा पठायो त्यतै जाने हुन् यिनीहरू भनेर अब म बारम्बार 4 वर्षदेखि लडिराखेको छु नि त सोल्टिनी त्यो त लाइक त्यो जाने एक दिन के भन्छ एकछिनको रमाइलो हो एक दिनको रमाइलो हो त्यही गरेर लाइफ बर्बाद हुन्छ बरु राम्रो ठाउँमा जानु राम्रोलाई सपोर्ट गर्नु त्यो वाइयतहरूलाई गरेको छ गएको छ एकदम वाह सोल्टिनी तिमीले यति मिठो कुरा गर्छौ तिमी 20 मिनेट बोल त यही विषयलाई लिएर म बोल्नु आउँदैन मलाई त्यस्तो आउँदैन यार आएको हो त्यतिखेर म पनि प्रधानमन्त्री के भन्नु किन हौ एनबी सर अब एकछिन कुरा गरौँ न धेरै दिनपछि ल आउनु न त अनि एकछिन पछाडि मजाले कुरा गरौँ ल
आउँछु म आउँछु आज विशेष कुरा गर्नु छ 1-2 घण्टा है म अमेरिकामा बस्छु लाई गर्छौ नि तिमीले मोदीलाई पनि गर्दिन सोदीलाई पनि गर्दिन म कसैलाई गर्दिन म आफूलाई गर्छु बाबा मलाई तपाईँलाई त तपाईँ उठ्नुभयो भने त गरिहाल्छु नि म फेक आइडी बनाएर आएर पनि गर्छु चुप्पा खाउ न त एउटा यही विषयलाई लिएर नाटक नगर्नु सोल्टी कुन चाहिँ फेरि भिडियो अब उठाएर हेर्नु हालिदिन्छ अनि फेरि मेरो बेज्जत कसले के गरिदिन्छ कुन देशको फेरि चुप्पा गरेको हालिदिन्छ अनि अनि अस्ति तिमीले त्यत्रो चुप्पा खाँदाखेरि हाल्दैनन् थाहा छैन तपाईँको त अब मेरो भनेको त यहाँ सुन्नु सोल्टी तपाईँको लाइफ र मेरो लाइफ भनेको डिफ्रेन्ट छ क्या होइन डिफरेन्स छ तर तिमीले मलाई माया गर्दाखेरि चुप्पा खाँदाखेरि के बिग्रिन्छ अन्त मेरो सोल्टीलाई म माया गरिहाल्छु नि त्यही त नि त्यो कुन चाहिँ सानो कुरो ठुलो कुरो हो कि सानो कुरो सोल्टीलाई सोल्टिनीले माया गर्न यहाँ माया त भाइ सबले गर्नुपर्छ मलाई कहाँ तिमीले मात्रै हो त त्यही त तर हामी सोल्टिनेको सायद एक्स्ट्रा माया हुन्छ नि त माया छ नि एक्स्ट्रा माया हो नि हाम्रो त अनि सोल्टी नहाई नहालो केही पनि छैन के हो आए हेलो सोल्टिनी के छ अनि खबर होइन कि यस्तो होइन क्या मेसेजमा आइहाल्नु गर्नु छैन के अरे म उता बिन्दासको लाइफमा थिएँ भर्खर अनि थाहा नि त अनि लाइक तपाईँलाई याद गर्दै थिएँ क्या म भिडियो रिच गर्दैछु के रहेछ रिच गर्दैछु है यार राम्रै बोलौँ ए ल ल गरिदेऊ न भिडियो हालिदेऊ हाम्रो युट्युबमा भाइरल गरिदेऊ के चाहिँ राम्रो गरेको छौँ र के भन्दैछ यो सुरज भन्ने यस्तो राम्रो बोलेको ठाउँको छिन् अलिक राम्रो गर्नु छैन गर्छु भन्छन् राम्रो गर्नेहरूको चाहिँ गर्दैन भिडियो भाइरल हाम्रो नेपालमै छ नमुनाहरू नमुना होइन यी सबै राक्षसहरू हुने नमुना नि हो क्या सोल्टी यस्ता नमुना पनि हुने दारु अन्डाबाट जन्मेका के भन्छ बोल म आउँदिन हो अरे आउनु आएर बोल्नु क्या हिम्मत छ भने त्यो कमेन्ट नकुदाहरू कमेन्ट त म पनि कुदाइदिइहाल्छु नि अनि सोल्टी खाना खानुभयो खाजा खानुभयो बिहानै खाइसकेँ नि मैले 9 बजे 9:30 बजे नै खान्छ खाना त म कति बजे सोल्टी त्यहाँ यहाँ अहिले सोल्टी नि 12 बज्यो ए हाम्रो चाहिँ 1:10 भयो 12 बज्नु चाहिँ 5 मिनट छ होला होइन सोल्टी 12 बज्न 4 मिनट छ अनि ओ मालदाई आऊ है माथि मालदाई पनि आऊ झगडा हुन्छ हो म अलि हतार छु अरे के हुन्न आउनु न झगडा हुन्न झगडा के कुरामा गर्छौ आउ न त झगडै गर्न भए पनि आऊ माथि ल हजुरलाई के मन दुख्छ के छ ओ दाजु नमस्ते सबैजनालाई नमस्ते छ्या फोटो पनि कस्तो लिएर आएको अनि मालदाई के छ खबरहरू भन्नु एकदम ठिक छ तपाईको सुनाउनु मेरो त एकदम ठिक छ अनि भोलि पर्सिको महाधिवेशन के कस्तो चलपल छ त दाइ महाधिवेशन त अब 75% अहिलेसम्म बाकै हातमा छ भोलि पनि त्यही हो पर्सि पनि त्यही हो झन् बढ्दै जान्छ अनि तपाईको महाधिवेशनका दिन 99% हुन्छ त्यही त भनेको बढ्दै जान्छ यो चाहिँ भित्रभित्र सबैले केपीलाई भोट हाल्छन् क्या नमस्कार गुड मर्निङ है दाजुहरू साथीहरू नमस्कार है नमस्कार धेरै दिनपछि लाइभ खोलेको टक्क ट्याप पनि गर यसो लाइभलाई चाहिँ यो लाइभलाई चाहिँ अलिकति माया गर्नुपर्ने मेम्बरसिप चाहिँ लिदिएँ मैले ल अनि सोल्टी मलाई चाहिँ ठुलो पनि राख्नु न यार नराख्नु ल सानोमा राख्नु हामी सानो मान्छेलाई अनि अनि रवि दाइ अनि यो अहिलेको सरकारले केपिएललाई पक्रिने भनेको भनेछ त के हो कुरा अहिलेदेखि भनेको हो त पहिलेदेखि भनेको हो त पक्रिने कि पक्रिने भनेर पुरा मिडिया ट्रायल गरेको गरेछ त नि मिडिया ट्रायल मात्रै गरेर बस्ने उनीहरू किन यही मौकामा सुशीला आमालाई चाहिँ दशा लागेको हो कि फेरि महाधिवेशनकै बेलामा चाहिँ भनिन् त अनि मेरो जेठो छोरो सुदन गुरुङ हो अब आर्यघाटमा मैले पनि जानुपर्छ भनेर भनिसकिन् त बचाए पनि उसले बचाउँछ नत्र भने अब मेरो उपाय छैन भनिसक्यो क्या हो ट्याप गरौँ है सबैले त्यो हो नि अनि त्यहाँबाट के छ हो दाइ खबर नमस्कार एकदम नमस्कार है नमस्कार ठिक छ
अनि धेरै पछि देख्यो त दाजु तपाईँ पनि म टिकटकमा झ्याउ लाग्छ धेरै वैजात म बोल्छन् म पनि हो त्यही म नि जान्न म तपाईँलाई देखेर अहिले आएको अनि होइन एउटा कुरा बुझ्न मन लाग्यो क्या अहिले हाम्रो सामाजिक अभियन्ता भन्ने हाम्रो अजय श्रेष्ठ पनि घन्टीमा लाग्नु भएछ यो के जित होइन त्यही भएर म तपाईँ सब आएको कस्तो कस्तो देखिन्छ यार मान्छे लाइभमै देखेको थिएँ खोइ कता कहाँ कुन जिल्लामा गएर झन्डा बोकेको देखेको थिएँ अहिले भर्खर। यस्तो व्यक्तिहरूको भरिसक्यो मेरोमा आएर नाम नल्याऊ हिजो मेरो लाइफमा 4 वर्ष अगाडि तल बसेर सुनेर के भन्थ्यो भने फोन पनि गर्थ्यो रवि दाई तपाईँ जस्तो मान्छे यो धरतीमा छैन म पनि मिडियामा बोल्नु पर्यो मलाई पनि मिडिया पठाइदिनु न भन्ने केटो अब आज के भन्दैछ भने मेरो यति भ्युज जान्छ म भाइरल हो म अभियन्ता हो भन्छ त्यसले सुन त्यसले सबैलाई मुर्गा त्यसले मात्रै होइन त्यहाँ माइती घर मण्डलामा बसेर मासु भात खाने जाँड रक्सी खाएर ड्रग्स खाएर बोल्ने व्यक्तिहरूलाई तिमी हामीले त्यो गर हेर्नु त्यस्तो व्यक्तिहरूलाई हामीले फलो गर्नु त्यस्तो व्यक्तिसँग सङ्गत गर्नु भनेको चाहिँ एकदम नराम्रो चिज हो मैले यो कुरा पहिलेदेखि भनेको त्यो भएको कारणले अब आफै विचार गर्नुपर्छ प्रत्येक नागरिकले यी भनेका सबै पगिट मारेहरू अब पगिट मारै त छन् अरू सबै अब हर्के त्यस्तै पगिट मार छ अर्को पालेन त्यस्तै छ अर्को कुलमाने त्यस्तै छ सबै पगिट मारेका छन् पगिट मार्न आएका हुन् क्या यी पगिट मार्न आएका हुन् त्यही भएर पगिट मारेहरूले अब कहिलेसम्म पगिट मार्ने हुन् यिनीहरू पगिट मार्नै आएका हुन् अब यिनीहरूले पगिट मारिसके अब एमसिसीका मोतियारहरू एमसिसीका दलालहरू करोडौँ रुपियाँ डलर पैसा खाए यिनीहरूले हेर यो चोटि केपी ओलीलाई बाहिर निकालेर देशलाई आगो लगाए देशलाई खरानी बनाए राम्रा नेतालाई बाहिर राखे एनजिओ आइएनजिओको अमेरिका तिब्बत युरोप इन्डियाबाट चलेको छ अहिले सबै कुरा अहिले पनि परराष्ट्रिय मन्त्री छैन हेर त अझैसम्म परराष्ट्रिय मन्त्रीको पदै छैन भनेपछि कस्तो होला त देश अब आफै भन तिमीहरू यी कतिसम्म पगिट मार्न आएका होलान् र सिंहदरबारमा ट्यापेर गजेडी मात्रै छिर्छन् अब के भन्नु हो अब पहिलेको जस्तो माहौलै छैन अब राजनीति रिपोर्ट हानिसके हेर न रिपोर्ट हाने अब कुरा गर्ने अब पुरानो टिमै कोही पनि छैन अब त्यस्तै छ अब के भन्नु मुकुन्दे दाई पनि हराए छैन आज भोलि 10 मिनटको टाइम दिएको छ मलाई उत्रि भनेर यार रिपोर्ट हानेका छ सबैजना ट्याप ट्याप गरिदिनु त दाइको लाइफ यस्तो गर्छन् यार 10 केजी पुर्याइहालौँ त साथी यो ल त बटट पुर्याउँ त यो 10 मिनटमा झर्नु भन्छ यार यस्तो गर्छन् यार त्यही भएर मलाई लाइभै खोल्न मन लाग्दैन मेरो लाइभलाई चाहिँ किन यिनीहरू यस्तो गर्छन् मलाई अचम्म लाग्छ क्या एउटा कुरा क्या यिनीहरूलाई त मैले केही भनेको हुँदैन केही गरेको हुँदैन किन यस्तो गर्छन् यार अचम्म लाग्छ यार अरे दाई रिस गर्ने डाड गर्ने अब सामाजिक सञ्जालमा छन् त चोरहरू यही सामाजिक सञ्जालमा बोलेकै भरमा ज्यान पाल्ने छन् त जस्तो अजय श्रेष्ठ भन्नुभयो त्यस्तै अब त्यहाँ तपाईँको के खान पाइन्छ के गर्न पाइन्छ भन्दै तपाईँको गएको हो कि त्यहाँ त्यो धमिलो अहिले त बर्खा लागेको छ रासपामा धमिलो पानी बगिरहेको छ त्यहाँ माछा छोप्न पाइन्छ कि भनेर दौडिराखन् के चोरहरू तपाईँको गर्नु हिजो अस्ति रवि लामिछाने ठगो भन्दै त्यसैले टिकटकमा लाइभ बस्ने होइन त्यही त्यो एउटा त भाडाको दोकानमा तिनी सेकेन्ड ह्यान्ड तिनी चाइनाका मोबाइल बेच्ने अजय श्रेष्ठ त भन्नुभयो त्यो मोबाइलमा ठगिरहेछ त त्यसले तपाईँ मोबाइल बेचेर बस्ने त्यही ठग त भन्नुभयो तपाईँले होइन र त्यो लामो कपाल परेको एउटा त न्यार हो कि के हो त्यो त्यो त 1 नम्बरको ठग हो नि त्यो त लास्टै खतरा भएर निक्ल्यो यार त्यसलाई त कुनै गाउँदियो भने पनि बेचेर खाइदिन्छ यार त्यसले त कस्तरी मुर्गा बनाएर आयो त्यो कान्ते कहिले कुलमान घिसी तपाईँले ऊ भानु दाईको लाइभमा एक्चुअली डेन्जर हान्नु भएको थियो नि थाहा छ याद छ माफ मागेर गएको थियो माफ मागेर भानुको लाइफमा यति भनेका भाइ नै अनि अर्को कुरा सुन्नु न सर अनि अभियन्ता भन्छ म कहिले बेलुकी 9-10 बजेतिर हेर्छु लाइभ टिकटकमा तपाईँको टिकटक लाइभमा राति 12 बजेसम्म फुल फाला ट्याप गर बुस्टिङ लगाऊ भन्दै बसिया हुन्छ त्यस्तो पनि कहीँ अभियन्ता हुन्छ यार त्यो त डाका हो नि
त्यो त डाँका हो तपाईँको। भर्खरै पसलबाट आएँ, बुस्टिङ लगाऊ, बुस्टिङमा हान भनेर बसिया हुन्छ भनेपछि त्यस्तालाई हामीले अभियन्ता भन्नुहुन्न, त्यस्ता चोर हुन्, डाँका हुन्थे नि, कमाइ खाने भाँडो बनाइरहेछन् कि। अब रासपाको नामले नि भने त जसले पनि अब विदेश, रासपा भनेको त विदेशी पार्टी हो, तपाईँको विदेशमा बस्नेको प्रायः जसो सपोर्ट गर्ने चाहिँ विदेशीले हो। अनि रासपाको नाम लिँदा बित्तिकै अब आफूले नखाएर घरमा पैसा नपठाएर भए पनि लाइन साइन हान्छन् के। भएकै त्यही त हो रासपाको नाम लिएपछि पैसा कमाइन्छ भनेर लाइ परे हो। भएकै त्यही हो। अनि त्यही भएर त त्यस्ताको कुरा नगर्नु। पुरानो आजभन्दा 6-7 महिना अगाडिदेखि रमाइलो हुन्थ्यो क्या होइन। सबैजना अब बुझ्ने नि हुन्थ्यौँ, राजनीति कुरा गर्दा पनि जिस्किन्थ्यौँ पनि। अहिले यो के भयो, माहौल भयो। म पनि आउँदिनँ दाजु, लाइभ साइभ पनि चलाउँदिनँ। यो के कसको लागि गर्नु क्या, यो झगडा गर्नु, यो त्यो झ्याउ लाग्छ मलाई त। यस्तो के अब तपाईँको हेर्नु, अब जाँदिनँ कसैकोमा। सामाजिक सञ्जालदेखि लिएर तपाईँको सबै बिगार्ने भनेको अब यिनी अराजक गर्ने, यिनी धमिलो खोला माछा मार्ने छन् नि, यिनी रासापाका रवि लामी छानेलाई फसाउनेहरू हो। यिनी मान्छे टिकटकमा घुसे नि, तपाईँहरू टिकटकमा हेरिसाध्य बोलिसाध्य छैन। कस्तो छाडा भयो, रत्न पार्क भयो टिकटक हेर्नु। तपाईँको हेर्नु अब त्यहाँ तपाईँको एकअर्काले अब तपाईँको रासापाको घन्टी बजायो भने ठिक छ अरे। अब एमालेबाट टिकट नपाएर, माओवादीबाट टिकट नपाएर रासापामा गएको मान्छे एकदम राम्रो भयो। अनि एमाले भित्रै बसेर राम्रो काम गरिरहेको मान्छे झोले भयो तिनीहरूलाई है। अब त्यहाँ हेर्नु हाम्रो अरू पार्टीको कुरा गर्ने पनि यो झोले हो, डाँका हो, चोर हो भन्छन्। अनि त्यही मान्छे चाहिँ रासपाको कुरा गर्यो, रासपामा गयो भनेदेखि राम्रो मान्छे चाहिँ सबै रासपामा आयो अरे। अब यिनी यस्ता भाष्य फैलाएर बसिरहेछन् भनेपछि यिनीहरूले अनि भोलि बिहान टिकट जित्लान्, जनतालाई भेडा बनाउलान्, ठिक छ, चुनाव जितेर जालान्। अनि यिनले गर्छन् के हिजो माओवादीले तपाईँको 64 सालमा बहुमत ल्याएको कति सिट जितेको थियो जनतालाई, एसियाको नम्बर 1 देश बनाउँछु भनेर। अनि आजसम्म बनायो त, अनि आफ्नै खुट्टामा आफै बन्चराले हानेनौ। अनि अब हामीले रासपालालाई भोट दियौँ रे, जिताउँ रे, अनि यसले गर्छ के तपाईँको? नेपालमा कल कारखाना खोलेर अनि विदेशमा भुक्नेहरू सबै नेपालमा आउँछन्। अस्ति तपाईँको चितवनमा चुनाव लड्दै गर्दाखेरि चुनाव जितेपछि मैले विदेशका गल्ली गल्लीमा पोस्टर टाँगेर 100जना योग्यता मान्छेलाई ल्याएर नेपालमा रोजगार लगाउँछु भन्यो, लगायो, त्यसले पताइदिनु भयो। अझै पनि तपाईँहरूले केही हुँदैन हेर्नु। विकास प्रेमी नेता भनेको केपी शर्मा ओली हो, जे गर्छ केपी ओलीले हो। भोलि बिहान केपी ओली मरेर जान्छन्, त्यो पनि तिनको हेर्नु। मदन भण्डारीको भन्दा, मनमोहन अधिकारीको भन्दा पनि अझ गहिरो तरिकाले यिनको नाम नेपाली हिस्ट्रीमा गिनिज बुकमा नेपाली जनताको मनमा लेखिनेछ हेर्नु। अहिले केपी शर्मा ओलीले जे गरिरहेछन् नि, यसैका विरुद्ध मान्छे लाइपरे, तर यिनले जे गरेछन् सत्य राम्रो गरेका छन्। नेपाली भूभागको लागि, नेपाली जनताको लागि, नेपाली पनको लागि कति माया गर्दा रहेछन् भन्ने कुरा यिनीहरूले भोलि थाहा पाउँछन्। अहिले त तिमीहरूलाई त विदेशमा बसिया छौ, यस्तो छ र उस्तो छ भन्छौ, कसैले केही गर्दैन। यति लेखेर राख। अहिलेको यो भिडियो म बोलिरहेको पनि भोलि बिहान रासपाले चल्नु बहुमतै लिएर आएर चुनाव जितेछ भने पनि केही माखो मार्दैन। यति कुरा लेखेर राख। कसले दिने भोट? होइन दाइ, भोट ल्याउलान्, ठिक छ, मैले माने। कुनै ठाउँमा भोट पनि देलान्, ठग्लान्। अब छन् त यिनी चोरेर अब काम गरेर खान नसक्ने, अनि टिकटकमा लाइभ बसेर अनि जनतालाई भेडा बनाएर लुटेर अब मोबाइल पसलेहरू, अब तपाईँको हेर्नु यिनी जापान काण्डवाला, तपाईँको के गर्न नसक्ने, बिहान र बेलुकी फिल्टर लगाएर टिकटकमा लाइभ बसेर ज्यान पाल्नेवाला छन् त। यस्ताले त अब तपाईँको हेर्नु जे पनि गर्छन् नि, भोट दिन्छन्। अब जे पनि गर्छन् नि, भोट मात्रै होइन। यहाँ त रासपामा त यस्ता मान्छे पनि यस्ता टिकटक चलाउने रहेछन् दाजु। त मसँग आज राति आइज, तर रासपाको टिकटक लाइभ खोल, त मसँग बस भनेर बस्ने केटीहरू पनि देखेँ मैले अस्ति। हेर्नु न, धेरै छन् नि यहाँ, त्यस्ता धेरै छन्। अब रासपाको गीत गाएर बस, रासपाको लाइभ चलाएर बस, तर मसँगै बसौँ भनेर भन्ने यार एउटी केटीले काठमाडौँमा तपाईँको हेर्नु। अब अरू गरेर त्यसलाई गिफ्ट आउने भएन हेर्नु। रासपाको गीत गाएपछि त अब के गरी खाने भाँडा हुने भयो। त्यही भएर त्यस्तो गरेर पनि अब सञ्चालन गरिरहेछन्। त्यही भएर अब यो छेडिकको लागि हो, ठिकै छ। अब मान्छेले आफ्नो मत हो, सही ठाउँमा हाल भन्ने त हाम्रो कर्तव्य हो। तर भोलि बिहान अझै हाल, जता हाल्ने हाल। हाम्रो अब कसैलाई बाँधेर लगेर भोट हाल्ने हाम्रो बानी छैन। यिनीहरूलाई सचेत बनाएको मात्रै हो। तर मान्छे चाहिँ यतिसम्म भेडा रहेछन् कि चरित्र हत्यादेखि लिएर तपाईँको जे पनि गरिदिने क्या तपाईँको, एकदम एउटा भोटका लागि। एकदम सही भन्नुभयो। बोल्दै गर्नु, म डिप्टीमा छु दाजु। अनि फेरि यिनीहरू त यिनीहरू तपाईँ र म मात्रै बोल्नुपर्छ। यिनीहरू त के हो भने नि, यिनीहरू भनेको चाहिँ कस्तो मलाई लाग्छ भने त्यो रवि लामी छानेलाई भित्र राखेका छन् अनि कमाइ खाने भाँडो बनाएका छन्। हेर्नु न,
अरे दाई रवि लामिछानेलाई जेल हाल्ने किनै हो के यिनीहरू नै हुन्छ तपाईँको कसले हाल्छ रवि लामिछानेलाई जेल हाल्ने के किन हुन्छ अनि तपाईँको हिजो रवि लामिछानेको नाम कहाँबाट खराब भयो तपाईँको न कुकारागारबाट छुटेपछि नाम खराब भएको होइन यिनीहरूले होइन रवि लामिछाने यो पूर्वक्षका लागि सेनामा भएको मान्छे बाहिर निस्किनु हुन्न भन्ने यिनीहरूले यति पनि ज्ञान छैन होइन रवि लामिछानेलाई बाहिर निकालेर र बदनाम गर्नुपर्छ भने अनि रवि लामिछाने अर्को दिन बिचरा झोला बोकेर जानु पर्यो उनी आफै निस्किन्छु भने होइन यिनीहरूले तपाईँको निकालेर तोडफोड गरेर रविलाई कसरी बर्बाद पार्न सकिन्छ भनेर यिनीहरू लागिपरेका छन् के यिनीहरूले नै हालेको हो नि माललाई अरू त्यो राजनीतिक प्रतिस्रोत केही भयो होइन जानी यिनले हालेर यिनका वकिल र रासपाका नेताले हालेर रविलाई त्यहाँ राखेका छन् क्या अरे हिजो त केपी शर्मा ओलीले भनेकै हुन् नि छानबिन समिति के को बनाउनु पर्छ के भनेर दुई पटक गृहमन्त्री बनाइदिए अब तपाईँको रासपा सांसद समितिमा छानबिन समितिमा रासपाको समितिमा मान्छे थिएन र तपाईँको उसले पनि त साइन गरे नि तपाईँको उसले यो दुरुपयोग गरेको उसमा दोषी छ भनेर उसले साइन गरिरहेछ त अब भनेपछि यसमा मिलिजुली तपाईँ हामीले बुझ्दाखेरि सबैतिर तपाईँको हेर्नु रासपाभित्रको मान्छेले नै रवि लामिछानेलाई जेलमा कोट्नुपर्छ भनेर उसले लागिपरेका छन् क्या तपाईँको अब यिनीहरूले त अस्ति तपाईँको केपी शर्मा ओली प्रधानमन्त्री हुँदाखेरि एक केपी लिएर काङ्ग्रेस लिएर एमाले प्रतिशत साधे भन्थ्यो अहिले त तिम्री आमा छिन् त प्रधानमन्त्री छुटाएर लिएर आउनु त नि अब प्रतिशोध हो कि के हो भन्ने कुरा त त्यहीबाट थाहा भइहाल्छ त रासपा कार्यकर्ता कति लागिपरेका रहेछन् रविलाई जेलमा कोच्नलाई भन्ने त यहीबाट पुष्टि हुन्छ नि 3 महिना भयो त 90 दिन भनेको थोरै हो 90 दिनसम्म पनि खोइ रवि त निस्किन नि त अनि केपी शर्मा ओली त हाम्रो त कोही पनि नेता सरकारमा छैनन् अहिले कुनै पनि पदमा छैनन् त्यही भएर यो रासपाका यिनी कार्यकर्ताले तपाईँको हेर्नु जे पनि गर्दैछन् के तपाईँको र पार्टीको नाम बेच्दिने ज्यानै बेच्दिने ज्यान पाल्नको लागि कमाइ खाने भाँडो बनाखान् रमिता छ मेरो बापले देखिन सक्नु छ टिकटकमा हेर्नु राति 24 घन्टा पुरै खास गरिकन विदेशमा बस्ने चोरहरू फेरि मलाई त घिन लागेर आउँछ यार, मलाई माल्दै मलाई त घिन लागेर आउँछ तपाईँको खास गरिकन कस्ता मान्छे रहेछन् मन परेन नेपालको भोट नेपालको नागरिकता त्यागेर युके क्यानाडा अस्ट्रेलिया अमेरिका बस्नेवाला सबैको सञ्चालन विदेशबाट भारी छ कि यो अनि यो नेपाली समाजलाई भार भइलो हाल्ने आफू विदेशमा बसेर हो र राजपाको सपोर्ट गर्ने उसको नेपालमा नागरिकता पनि छैन भोटिङ कार्ड पनि छैन त्यस्ता मान्छे रहेछन् क्या पुरै त्यही भएर यिनीहरूको कुरा नगाउँ यिनीहरूलाई गीत नगाउँ यिनीहरूको प्रचार हामीले किन गर्ने हाम्रै प्रचार गरौँ हाम्रै महाधिवेशन रहेछ अब हामी बहुमत लिएर आइएछ भने जनताको सेवा गर्छौँ अहिले प्रतिपक्षमा बसेर सेवा गर्छौँ अहिले प्रतिपक्षमा बसेर पनि हामीले जनताको सेवा गर्छौँ बहुमत त 100% आउँछ नि होइन भाइ बहुमत आयो भने राम्रो कुरा हो सरकारमा गएर उनीहरू सेवा गर्छौँ होइन भने प्रतिपक्षमा बसेर सेवा गर्छौँ तपाईँको अब देशै एमालेमय भएको छ त अनि कस्तो कुरा गर्नुहुन्छ त्यो टिकटक र फेसबुकले हुन्छ र टिकटकमा र फेसबुकमा त सबै विदेशमा हुने भाइ बहिनीहरू बोल्दैछ नेपालबाट कोही छैन टिकटकमा त्यति को आउँछ र नेपालबाट सबै विदेशमा बस्ने त्यस्तै भिजिलेन्टेहरू जान्छन् बोल्छन् त्यस्तै छ दाजु त्यही भएर हाम्रो आफ्नो व्यक्तिगत आफ्नो पार्टीको कुरा राखौँ क्या अरूको यिनीहरूको अब तपाईँको अब भनौँ न महाधिवेशनमा अब आजको दिनसम्म म तपाईँलाई सिधा कुरा भन्नुपर्दा तपाईँको 75% केपी ओलीको नेतृत्वमा छ अहिलेको त्यो फाइनल राउन्डको दिन 99% तपाईँको टुपीमय हुन्छ मलाई त्यही भएर झ्याउ लाग्छ टिकटकमा आउन यी दुनियाँ नाना भाती आए अनि त्यहाँबाट मैले आउनै छोडिदिएको लागि के छ हौ अनु खबर दाई नमस्ते रवि दाई नमस्ते नमस्ते सन्चै हुनुहुन्छ दाई धेरै पछि धेरै लाइभमा आएको छ दाइले म धेरै पछि लाइभमा आएको त्यही पनि आउन मनै लाग्दैन मलाई त्यही पनि रिपोर्ट हानिदिइहाल्छन् ट्याप ट्याप्ची गरौँ है सबैले 10 केजी पुर्याउँ है संसद पुनर्स्थापना हुन्छ भन्दैछन् दाई हो 100% त्यही त मैले पनि त्यही सुनिरहेको छु त्यो भएन भने त हामी बर्बाद भइहाल्छौँ नि लाटा हो हजुर
हामीले फेरि पनि संसद अनि ल्याउन सक्छौँ। प्रधानमन्त्री त बुढो नै हुने जस्तो छन्, देउबा हुन्छ कि होइन प्रधानमन्त्री? देउबा हुन्छन्, प्रधानमन्त्री देउबैको पालो हो। देउबा हुन्छन् अनि देउबाले चुनाव गराउँछन् हजुर। अनि राम्रो हुन्छ। देउबाले नि चुनाव गराउने हुन्। यो भएन भने त देशै रहँदैन नि त। अनि प्रधानमन्त्री देउबा दाइ हुन्छ, गृहमन्त्री अब एमालेबाट हुन्छ। अब यही भिजिलान्सीहरूको अब के हुन्छ भन्ने कुरा थाहा छैन। बर्बादै बनायो एनबी सर देश त। तपाईँहरू त्यहाँ विदेशमा हुनुहुन्छ थाहा छैन, खरानी बनाइदिए यार। हो मलाई तपाईँको अनि दाइ रवि दाइलाई एउटा प्रश्न क्या मेरो दाइलाई, अब यो काङ्ग्रेसको पनि महाधिवेशन हुँदैछ नि त, को सभापति को हुन्छ जस्तो लाग्छ दाइले? 100% शेखर दाई हुन्छन्। हो देउबाको समर्थन पाउँछन् त शेखरले? पाउँछन्। सभापति काङ्ग्रेसबाट शेखर यो दाइ हुन्छ र? अहिलेको लफडा भनेको दाइ काङ्ग्रेसको त हो नि। काङ्ग्रेसले लफडा हानिदिएपछि अब गगनै भनेको त तपाईँको कुनै पनि विश्वासिलो पात्रै होइन। जोसँग पनि न्यु खोज्छ, जता पनि लाग्दिन्छ, जे पनि गरिदिन्छ, उसलाई अध्यक्ष बनाउने कामै छैन त। गगनै भनेको सुने है फेरि? गगनेको त कामै छैन नि। होइन फेरि गगने भनेर मान्छे चाहिँ अनि गगन हुनुपर्छ टिकटकमा भनेर हुन्छ दाजु यार। सबै विदेशमा बस्ने त हो नि तपाईँहरू टिकटकमा यार दाइ यार। ओहो ल मैले त्यसो भए मैले पनि हुन त अब नयाँ युवा आउनुपर्छ भनेको। अनि तपाईँ र अर्को एकजनाले शेखर दाई हुन्छन्, शेखर दाईलाई बनाउँछन्। अनि अब हाम्रो खड्काजीलाई बनाउने कुरा थियो, तर शेखर दाई अब अहिलेको यो आन्दोलन मेन भनेको दाई अनि यतैबाट त सुरु भएको हो नि। अब काङ्ग्रेसको अराजकताले त सरकार ढलेको हो नि दाई। अनि कहाँ त्यस्तोहरू हो त। गगन थापाले पहिले भनेको थियो त केपी बालाई, त्यो रविको केसमा पनि अगर रविलाई छोड्यौ भने काङ्ग्रेस टुक्रिएर म तिम्रो सरकार ढालिदिन्छु भनेको थियो त उसले। अनि तिन खेमेमा छ क्या अहिले। देउबा गुट, गगने गुट अनि कोइराला गुट छ नि त। गगनेको केही लाग्दैन भने लाग्दैन गगनेको कुरा पनि गर्नु हुँदैन, त्यो आउने पनि। अरे तपाईँले गगन थापाले भन्दा त बरु चन्द्र भण्डारीले धेरै भोट ल्याउँछन्, यति कुरा लेखेर राख्नु होला। गगन थापाले भन्दा चन्द्र भण्डारीले धेरै भोट ल्याउँछन्। बरु चन्द्र भण्डारी ठिक लाग्छ मलाई त तपाईँले गगन थापा भन्दा त। तपाईँहरूको विचारमा के हो होइन? नाइ भने चन्द्र भण्डारीले राम्रा कुरा गर्छन् नि। शेखर दाई आउँछ। शेखर के खड्का यो दुईटा शेखर दाई आउँछन्। खड्का दाईलाई अर्कोचोटि बनाउँछ निहरूले। किनभने अब शेखरलाई नबनाइकन शान्तै हुँदैन त्यसै। अनि गगन पनि केही नेता हो। मलाई चाहिँ फेरि यहाँ अब नयाँ युवा होइन अनि के अरे गगनलाई बनाउनु पर्छ भनेर चाहिँ युवा गगनको बारेमा त मैले अनि त्यत्रो तपाईँहरूलाई भनिदिएको छैन। गगन थापाहरू, विश्व प्रकाशहरू, यिनीहरू भनेका उता तपाईँका भैरवा बुटवलतिर 84 पछाडि भोट माग्दै हिँड्छन्। यिनीहरूको चाहिँ काठमाडौँबाट अब पहिचान सिधियो भनेर मैले 1 वर्ष अगाडिदेखि भनेको होइन तपाईँहरूलाई। मैले बोलेकै छ त मिडियामै। देउबाको समर्थन जसलाई हुन्छ नि दाइ उसले जित्छ क्या यो पार्टी। देउबाको समर्थन जसले पाउँछ त्यसले जित्ने हो कि होइन। देउबालाई जसले राष्ट्रपति बनाउँछ उसले समर्थन गर्छ नि देउबाले। अनि यो संसद पुनर्स्थापना भए कहिलेसम्म हुन्छ र यिनीहरूले के गर्छन् भने नि सेवक एकछिन है, यिनीहरूले के गर्छन् भने यसो गर्छन् क्या दाइ। काङ्ग्रेसमा अब शेखर दाईलाई सभापति बनाउँछन्, यता शेरबहादुरलाई प्रधानमन्त्री बनाउँछन् होइन। अनि प्रधानमन्त्री बनाइसके पछाडि चाहिँ तपाईँको गृहमन्त्री एमालेको हुन्छ। अनि यिनीहरूले 84मा चुनाव गराउँछन्। यिनीहरूले चाह्यो भने 84 भन्दा अगाडि पनि गराउन सक्छन्। अनि त्यो भएको कारणले गर्दाखेरि अब चाहिँ तपाईँको केही कथन काङ्ग्रेसमा राम्रो भयो भने चाहिँ अब बनेको सरकारले चाहिँ तपाईँको कानुन पनि डेन्जर ल्याउँछ। तपाईँको सुशासनले यस्तो राम्रो लिन्छ, तपाईँहरू कुरै नगर्नुहोस्, ढुक्क भएर बस्दा हुन्छ। संसद पुनर्सभा यही पुसभित्रै हुन्छ। हुन्छ भित्रै हुन्छ दाइ। होइन, यिनीहरूले गर्ने बेला त अस्ति नै थियो। तर त्यो दिन त पार्टी गर्नुपर्छ दाइ। पार्टी थियो नि त। त्यो दिन त हामी पार्टी गर्ने हो। पार्टी गर्नुपर्छ नि। लाटा हो, नबुझ्नेलाई पो थाहा छैन त। देश त त्यही त देश बचाउनु पर्यो नि। जस्तै देश बचाउनु पर्यो। एमालेदेखि बाहेक देश त कसैले चलाउनै सक्दैन नि। लाटा हो।
पुरै दीप प्रज्वलन गर्नुपर्छ हामी यही विदेशमा बसेपछि। पार्टीमा लागेर हामीले हिँडेका छौँ, यही पार्टीभित्रबाट भोलि यही सरकारले पुनर्स्थापना गराउँछ बुझ्नु होइन अहिले जेनजीको माग पुरा गर्यो अब पुनर्स्थापनातिर लाग्छ अब लाग्छ यही सरकारले पुनर्स्थापना गर्छ संसद भन्दा पत्याउँदैन राजनीति त यस्तो हुन्छ त उनीहरूले बुझेका हुँदैनन् नि त सेवकै अब विदेशमा हुन्छन् कहाँ हुन्छन् बुझेका भए त्यसै आगो लाग्दैन थियो नि उनीहरूले बुझिदिएका भए काङ्ग्रेस के हो एमाले के हो भन्ने कुरा बुझिदिएका भए अब अहिले जन्मेका भाइ बहिनीहरू हुन् उनलाई थाहा छैन हिजो जनताका छोराछोरीले पढ्न पाउनुपर्छ भनेर स्कुल खोल्ने यिनै पार्टीहरू हुन्